सम्पूर्णमा जय मसीह म खे माल मगर डोपामिन हर्मोनले तपाईँ र मेरो जीवनलाई नष्ट गर्दिन सक्छ। याद गर्नुहोस्, डोपामिन हर्मोन हाम्रो जीवनको एउटा खुसी र आनन्दलाई अनुभव गर्ने हर्मोन हो। तर यो बिग्रिएको खण्डमा तपाईँ र मेरो जीवन र आत्मालाई यसले नष्ट गरिदिन सक्छ। याद गर्नुहोस्, डोपामिन हर्मोनलाई सन्तुलनमा राख्ने कि यसलाई बिगार्ने यो तपाईँ र मेरो हातमा हुन्छ। यदि व्यभिचार कुनै मानिसले गर्छ भने एकचोटि त्यो डोपामिन हर्मोन शैतानको हातमा पुगेको खण्डमा त्यसपछि आत्मिक जीवन नष्ट बर्बाद गरिदिन जान्छ। कारण डोपामिन हर्मोन एकरा हुन्छ र यो हर्मोन चाहिँ एकचोटि एउटा कुरामा लत लागेपछि त्यो लतलाई छुटाउन गाह्रो पर्छ। किनभने डोपामिनले अगाडिदेखि नै अनुभव गरेको हुन्छ कि यो चाहिँ मलाई आनन्द दिँदो रहेछ भन्ने कुरा डोपामिनले अनुभव गर्छ। तपाईँ चुरोट खैनी चुरोटहरू खानुहुन्छ र तपाईँ खैनी चुरोटहरू खानुहुन्छ र डोपामिनलाई तपाईँले आनन्द गराउनुहुन्छ र त्यसपछि तपाईँले त्यो चुरोट छोड्छु भन्दा पनि तपाईँले छोड्न सक्नुहुन्न। अर्को टेस्टोस्टेरोन हर्मोन हुन्छ, त्यसले झन् जीवन र आत्मालाई नष्ट र बर्बाद गरिदिन सक्छ। याद गर्नुहोस्, टेस्टोस्टेरोन र डोपामिन हर्मोन कतातिर हामीले त्यसलाई बसमा राख्ने कि त्यसलाई छाडा छोडिदिने त्यो तपाईँ र मेरो हातमा हुन्छ। परमेश्वरले यहाँहरू सम्पूर्णलाई आशिष गर्नुभएको। सबैलाई जय मसीह।